तपाईँ हो दाइ ए हस् हुन्छ हुन्छ बसौँ न हामी लोकेसनमै हो नि होइन जानुपर्ने हजुर लोकेसनमा ल हस् त ल कति भयो भाइ राइड गर्नुभएको तपाईँले मैले दाइ गरेको भयो होला लगभग 3-4 वर्ष भइसक्यो मैले त गरेको ए सुन्नु न भाइ तपाईँ इन्ड्राइभ नै चलाउनुहुन्छ कि अरू कुनै एप पनि चलाउनुहुन्छ दाइ म त इन्ड्राइभ मात्रै चलाउँछु नि इन्ड्राइभमा चाहिँ होइन जिरो सर्भिस चार्ज हुन्छ कहिले काहीँ यताउता बोनसहरू पनि दिइरहेको हुन्छ धेरै कुराहरू होइन अनि अरू एप हेरी चाहिँ धेरै सर्भिसहरू पनि फ्री छ होइन अनि त्यही भएको कारणले पनि म इन्ड्राइभ नै युज गर्छु क्या अब झन् आफ्नै सम्झौतामा चाहिँ तपाईँले प्राइजहरू पनि राख्न सक्नुहुन्छ जुन तपाईँको चाहिँ अब 90 रुपियाँ 100 रुपियाँको ठाउँमा होइन तपाईँले आफ्नो प्राइस पनि राख्न सक्नुहुन्छ जस्तै त्यही भएर चाहिँ म इन्डियान नै चलाउँछु भनौँ त्यही त अरू एपमा त सिधै प्राइस सेट हुन्छ बार्गेन पनि गर्नु पाउँदैन यसमा त यो कुरा चाहिँ तपाईँले पनि जान्नु भएको रहेछ है जुन अहिले तपाईँलाई मैले 100 रुपियाँ भनेको ठाउँमा चाहिँ अब 90 रुपियाँमा लिएको छु नि त त्यो चाहिँ तपाईँले आफ्नो सेटको कुरा हो यसमा चाहिँ प्राइस पनि बार्गेनिङ गर्नु पाउँछ आफूलाई मन लाग्दाखेरि पनि होइन खुसी आफ्नो खुसीले लिन पाइन्छ अनि आफूलाई जहाँ जानुपर्ने आफूलाई चोइस लोकेसन हरेक कुराहरू पनि आफूले नै पाइन्छ नि त त्यही भएर चाहिँ म इन्ड्राइभ नै युज गर्छु हजुर हजुर ए के कति कमाइ हुन्छ भाइ इन्ड्राइभ चलाएर हो अब नर्मली अब नेपालमा कति नै कमाउन सकिन्छ होइन अरू काम हेरी होइन सरकारी चाकरी भन्दा चाहिँ बढी नै कमाउँछु जस्तो लाग्छ होइन दिनमा 1000 2000 2500 होइन नर्मली पनि 1500 देखि 2000 हुन्छ त्योभन्दा माथि पनि मजाले हुन्छ भनौँ न ओहो राम्रै बस्ने रहेछ त झन् आफूले चाहिएको टाइममा काम गर्नु पाउँदा त अरू के चाहियो होइन भाइ त्यही हो नि दाइ अहिले अब फ्रिडम त चाहिएको छ होइन फ्रिडम चाहिँ अब इन्डियाले पनि दिएको छ एकदम त्यही हो दाइ ल दाइ मलाई यहीँ ड्रप गरिदिनु कहाँ यहाँ गोर्खा डिपार्टमेन्ट अगाडि होइन हजुर हजुर यहीँ गरिदिनु न जे दिँदा पनि हुन्छ तपाईँले क्यास दिँदा पनि हुन्छ के दिँदा पनि हुन्छ चेन्जको छैन त फेरि